नमस्कार, म डाक्टर रुना झा, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको निर्देशक। यहाँहरूलाई नव वर्षको हार्दिक मङ्गलमय शुभकामना। आज म तपाईहरूको समक्ष प्रयोगशाला परीक्षण सम्बन्धी केही साधारण जानकारी लिएर आएको छु। कोभिड-19 भएको नभएको परीक्षण गर्ने गोल्ड स्ट्यान्डर्ड विधि भनेको पीसीआर परीक्षण हो। यसमा हामीले अहिले प्रयोग गर्ने गरेको भनेको रियल टाइम पोलिमरेज चेन रियाक्सन। यस विधिमा जुन नमुना हामीले सङ्कलन गर्छौँ त्यस नमुनामा भाइरसको जेनेटिक मटेरियल जिनको टुक्राहरू छन् कि छैन भन्ने परीक्षण गरिन्छ र त्यो नमुनामा जिन छ भने, जिनको टुक्राहरू छन् भने त्यो ठाउँमा भाइरस पनि बसेको छ भने चाहिँ प्रमाणित हुन्छ। त्यसरी चाहिँ यो परीक्षणलाई लिइन्छ। त्यसैले यो नमुना, यो परीक्षणबाट के थाहा हुन्छ भने त्यो बखत नमुना लिएको बखत चाहिँ सम्बन्धित व्यक्तिको शरीरमा भाइरस छ कि छैन। भाइरस छ भन्नुको मतलब चाहिँ संक्रमण छ। यसरी एकजना इन्फेक्सन भइसकेपछि त्यो भाइरस उहाँको शरीरमा कति दिनसम्म रहने त्यो व्यक्ति पछि फरक हुन सक्छ। उहाँहरूको आफ्नो शरीरको जुन क्षमता हुन्छ रोगको विरुद्ध लड्ने, त्यो हिसाबले कसै कसैमा छिटै पनि यो क्लियर हुन सक्छ भने कुनै कुनै व्यक्तिमा 3 देखि 4 हप्तासम्म यो भाइरसका टुक्रा, भाइरस चाहिँ शरीरमा रहन सक्ने हुन्छ। तर यो पीसीआर परीक्षण भनेको अत्यन्तै जटिल परीक्षण, समय लाग्ने, प्रयोगशालाको सेटअप पनि यसको लागि विशेष किसिमको हुनुपर्छ र परीक्षण गर्ने व्यक्तिलाई पनि विशेष तालिम पाएको विज्ञता हुनुपर्ने हुन्छ। सो त्यसले गर्दाखेरि के हुन्छ भने यो रोग आएदेखि नै, यो त नयाँ खाले रोग हो, सो त्यसैले यो रोग आएदेखि नै विभिन्न वैज्ञानिकहरूले यो कुनै अर्को विधिबाट पनि परीक्षण गर्न सकिन्छ कि भनेर लगातार रिसर्च गरिरहनु भएको छ र त्यही रिसर्चको बेसिसमा हाल आएर शरीरले जुन भाइरसको लागि, भाइरससँग लड्नको लागि बनाउने एन्टिबडी हुन्छ, त्यो एन्टिबडीहरू पनि परीक्षण गरेर यो रोग पत्ता लगाउन सकिन्छ कि भनेर नयाँ नयाँ विधिहरूको विकास भइरहेका छन्। कोभिड-19 जसलाई जुन रोगको विरुद्ध हाम्रो शरीरले, इन्फेक्सन भएको व्यक्तिको शरीरले 2 किसिमको एन्टिबडीहरू बनाउँछन्। सुरुमा बन्ने भनेको आइजीएम र त्यसपछि आइजीजी। आइजीएम रोग लागिसकेपछि 3 देखि 5 दिन, यो पनि व्यक्ति पछि फरक हुन सक्छ। सामान्यतया भनौँ 1 हप्तापछि चाहिँ आइजीएम शरीरमा देखिन थाल्छ र यो आइजीएम झन्डै 2-3 हप्ता शरीरमा रहन सक्छ। रोग लागेको 2 हप्तापछि आइजीजी भन्ने एन्टिबडी बन्न थाल्छ र यो आइजीजी एन्टिबडी शरीरमा महिनौसम्म रहन सक्छन्। हामीले अरू रोगबाट यही एक्सपिरियन्स लिएका छौँ। भन्नुको मतलब सुरुमा रोग हुँदाखेरि भाइरस मात्र भेटिने भयो, त्यसपछि 5 दिन 7 दिन बितिसकेपछि आइजीएम भन्ने एन्टिबडी भेटिने भयो र अझ 2 हप्ता जति बितिसकेपछि आइजीजी भन्ने एन्टिबडी भेटिन सक्छ। त्यस्तै गरेर 1 महिना जतिपछि भाइरस नेगेटिभ हुन सक्छ, आइजीएम पनि नेगेटिभ हुन सक्छ, तर आइजीजी धेरै लामो समयसम्म रहिरहन सक्छ। भन्नुको मतलब हामीले परीक्षण गर्दाखेरि सुरुका दिनमा पीसीआर मात्रै पोजिटिभ आउन सक्छ, एन्टिबडीको लागि गरिने परीक्षणहरू नेगेटिभ हुन्छ भन्ने हप्ता 10 दिनपछि पीसीआरबाट पनि पोजिटिभ आउने र एन्टिबडीहरू पनि पोजिटिभ आउने हुन सक्छन्। त्यस्तै 3 हप्ता 4 हप्ता बितिसकेपछि जबकि भाइरस जिउबाट हराइसकेको हुन्छ, पीसीआर चाहिँ नेगेटिभ आउने तर एन्टिबडीको परीक्षणमा चाहिँ पोजिटिभ देखाउन सक्छ। त्यसैले अहिले जति प्रश्न छन् कि पीसीआरबाट पोजिटिभ आयो, ऱ्यापिड किटबाट या एन्टिबडी चाहिँ देखिएन, या एन्टिबडी पोजिटिभ आयो पीसीआर देखिएन, सो यो सब चाहिँ यस्ता कारणले हुन सक्छन्। अब यो एन्टिबडी परीक्षण गर्ने विभिन्न विधिहरू विकास भइरहेका छन्। यो आफैमा कुनै नयाँ टेक्नोलोजी चाहिँ होइन। हामीले अरू पनि भाइरसका रोगहरू जस्तो कि डेङ्गु, हेपाटाइटस, एचआइभी, यो सबैको डायग्नोसिस एन्टिबडी परीक्षणकै माध्यमबाट गरिरहेका छौँ। यो एन्टिबडी परीक्षण गर्ने चाहिँ विभिन्न विधिहरू हुन्छन्। त्यसमध्ये एउटा भनेको एलाइजा, जुन धेरै जसो प्रयोगशालाहरूमा प्रयोग गरिने विधिहरू। एउटा चाहिँ एलाइजा,
अर्को चाहिँ ऱ्यापिड टेस्ट भन्छौँ। एलाइजा पनि यहाँ हाम्रो ल्याब्सहरूमा उपलब्ध छन्, तर यसको लागि पनि ल्याबभित्रै बसेर परीक्षण गर्नुपर्छ। एलाइजा गर्ने मेसिन चाहिन्छ, चलाउनलाई दक्ष जनशक्ति चाहिन्छ र यो पनि एउटा दुईटा परीक्षण गर्दा गाह्रो हुन्छ। त्यसैले ब्याचमा 4 देखि 6 घण्टासम्म एलाइजा गर्न पनि लाग्ने हुनाले ब्याचमा गर्नुपर्ने हुन्छ। केही कम्पनीहरूले एन्टिबडी परीक्षणको लागि, कोभिडको एन्टिबडी परीक्षणको लागि एलाइजा प्रविधि पनि विकास गरिसकेका छन्। अर्को सजिलो विधि एन्टिबडी परीक्षणको भनेको ऱ्यापिड किट हो, जुन अहिले हालले आएर नेपालमा पनि हामीले भित्राएका छौँ। नेपाल सँगसँगै अहिले अरू पनि धेरै देशहरूले, जस्तो अमेरिकाले पनि FDA अप्रुभ नै गरिसक्नु भएको छ केही किटहरूलाई। साथै युरोपियन युनियनमा पनि केही किट्सहरू चाहिँ बाट परीक्षण सुरु गरिएको छ। अस्ट्रेलियाले पनि किटबाट, RDT-बाट परीक्षण सुरु गरिसक्नु भएको छ भने भारतले पनि अहिले रिसेन्टली हालसालै रिलिज गरेको आफ्नो टेस्ट क्राइटेरियामा इभन लक्षण भएका व्यक्तिहरूलाई पनि ऱ्यापिड किटबाट परीक्षण गर्ने कुरा समावेश गरिसक्नु भएको छ। यो ऱ्यापिड किटको एउटा फाइदा चाहिँ के छ भने धेरै यो विज्ञता यसको लागि नचाहिने, साधारण परीक्षण, प्रयोगशाला पनि नचाहिने, फिल्डमा गएर गर्न सकिने, थोरै तालिम दिए पर्याप्त हुने र 15 मिनटमै यसको नतिजा आउने। आफैमा कुनै पनि प्रयोगशाला परीक्षण या कुनै पनि परीक्षण रोगको लागि आफैमा कम्प्लिट हुँदैन। यो विभिन्न बिरामीको त्यति बेलाको अवस्था र अरू धेरै चिजहरूसँग मिलाएर, अरू परीक्षणहरूसँग मिलाएर त्यसको चाहिँ रिपोर्टको नतिजा कुनै पनिको एनालाइज गर्नुपर्ने हुन्छ। अब विभिन्न देशहरूले PCR परीक्षण गर्ने कोभिडमा आफ्नो मापदण्ड तोक्नु भएको छ। हाम्रो नेपालको पनि आफ्नो मापदण्ड छ। भन्नुको मतलब आफ्नो 100% पपुलेसनलाई कुनै पनि देशले, सबभन्दा धेरै परीक्षण गर्ने देशले पनि सबैको PCR परीक्षण गर्नुपर्छ भनेर राख्नु भएको छैन। सो त्यस्तै एउटा निश्चित मापदण्ड बनाएर PCR गर्नुपर्नेलाई PCR नै गर्ने, तर जो व्यक्तिहरू PCR को परीक्षणको दायरामा आउनुहुन्न उहाँहरूको लागि कुनै अल्टरनेट टेस्टको व्यवस्था गर्न सकिए धेरैभन्दा धेरै व्यक्तिको परीक्षण हुन सक्छ र त्यसमध्ये केहीलाई पनि हामीले समात्न सक्यो भने जुन PCR माथि मात्रै भर पर्दा पुरै छुट्न जाने हुन सक्थ्यो, केही मात्र पनि समात्न सक्यो भने त्यो पक्कै पनि हाम्रो लागि धेरै नै फाइदेमन्द हुन सक्छ पछिको डेटमा रोगलाई कन्ट्रोल गर्नको लागि। त्यसका साथसाथै एन्टिबडी परीक्षणको अर्को एउटा फाइदा के छ भने रोग निको भइसकेपछि PCR परीक्षण नेगेटिभ आउँछ, तर आजको जसलाई पहिला रोग लागिसकेको छ र त्यति बेला PCR हुन सकेन या लक्षण देखिएन, परीक्षण भएन, त्यस्ताहरूलाई पछि गएर परीक्षण गर्ने भनेको एन्टिबडी मात्रै बाँकी रहन्छ हैन। सो त्यो एन्टिबडी परीक्षण गरेर हाम्रो समुदायमा कति व्यक्ति कुनै स्टेजमा गएर कोरोनाबाट संक्रमित भएका थिए बुझ्न पनि यसले चाहिँ एन्टिबडी परीक्षणले सहयोग गर्दछ। PCR भन्दा माथिका पनि केही परीक्षणहरू छन्। PCR मा हामीले साधारणतया भाइरसको लागि 2टा या 3टा जिन हेर्ने कोसिस गर्छौं भने यो भन्दा माथि भनेको जिन सिक्वेन्सिङ, जसले भाइरसको पुराका पुरा जिन परीक्षण गर्छ, र अर्को एउटा विधि भनेको भाइरस कल्चर पनि हो, जसले प्रयोगशालामा त्यो लिएको नमुनाबाट सिधै भाइरस निकाल्ने भन्ने परीक्षण हो। तर यो अपर एन्ड परीक्षण भए पनि यो पनि हामीले चाहिँ रेकमेन्डेड परीक्षण चाहिँ होइन प्रयोगशालामा कोभिडको डायग्नोसिसको लागि। यसरी परीक्षण प्रयोगशाला परीक्षणका साथसाथै बिरामीको हिस्ट्री, अहिले पनि हामी कुरा गर्दाखेरि ट्राभल हिस्ट्री, उहाँको ज्वरो छ कि छैन, खोकी छ कि छैन, सास फेर्नमा समस्या छ कि छैन, त्यसलाई हामी मेडिकल टर्म्समा हिस्ट्री भन्छौँ। सो त्यो त्यसपछि उहाँको सिटी स्क्यानको नतिजा, PCR परीक्षणको नतिजा, एन्टिबडीको स्ट्याटस, त्यो सबै मिलाएर एक ठाउँमा राख्दाखेरि चाहिँ हामीलाई रोगको परीक्षण या पहिचानको दायरा चाहिँ बढाउन सकिन्छ। अब यसका साथसाथै अर्को एउटा धेरै क्वेशन प्रयोगशालामा आउने भनेको तपाईहरु PCR को नतिजा कति बेरमा दिन सक्नुहुन्छ। म के अनुरोध गर्न चाहन्छु भने यो जटिल प्रक्रिया, लामो प्रक्रिया मैले भनि नै हाले। हामी कहाँ जुन प्रयोग हुने इक्विपमेन्टहरु छन् 24, 48, 96 त्यस्तो 96 त्यसरी चाहिँ परीक्षण गर्न सक्ने क्षमताका छन्। अब एउटा गर्दाखेरि पनि झन्डै उति नै त्यही प्रक्रियाहरु पार गर्नुपर्ने, ब्याचमा गर्दाखेरि पनि त्यही प्रक्रिया पार गर्नुपर्ने हुनाले हाम्रो कोशिश चाहिँ के रहन्छ भने सकभर धेरै भन्दा धेरै परीक्षण एकैचोटी सुरु गर्न सकियो भने एउटा निश्चित समयमा धेरै भन्दा धेरै नतिजा दिन सकिन्छ। त्यसैले
त्यसैले हामी ब्याच बनाउन खोज्छौँ। 12:48 सफर जति बढीको सक्यो होइन, टाइम धेरै ढिलो भइरहेको छ, 2 घण्टा 3 घण्टा बितिरहेको छ भने 2-4टा नमुना पनि छन् भने त्यसलाई चाहिँ प्रोसेस गरिदिन्छौँ आफ्नो समय हेरेर। त्यसका साथसाथै अर्को भनेको चाहिँ कति अर्जेन्सी छ त नमुनाको। जस्तो कुनै कुर्न मिल्छ भने त्यसलाई जस्तो बिरामी अस्पतालमै हुनुहुन्छ या कुनै क्वारेन्टाइनमै हुनुहुन्छ, त्यति अर्जेन्ट छैन भने ब्याच बनाऊ, उहाँको पालो पछि आउँछ। कोही होइन सिरियस हुनुहुन्छ, कसैले रिक्वेस्ट एकदम यसको चाहिँ छिटो चाहिन्छ अर्जेन्सीको हिसाबले चाहिँ त्यस्ता नमुनाहरू अगाडि पनि परीक्षण गर्छौँ। सो यसको समय अवधि झन्डै हामीले 6 घण्टा, एउटा नमुना अहिले आयो त्यसलाई म तुरुन्त ल्याबमा पुर्याएँ भने 6 घण्टाभित्रसम्म पनि परीक्षण नतिजा दिन सकिन्छ। तर साधारणतया हामीले 24 देखि 72 घण्टाको समय चाहिँ माग्ने गर्छौँ, किनकि एकैचोटिमा कहिलेकाहीँ नतिजा, टेक्नोलोजी हो, एकदम कम्प्लेक्स टेक्नोलोजी हो, एकचोटिमा नतिजा आउँदैन, बिग्रिन्छ। एकचोटिमा 2टा जिन हेर्न खोज्छौँ, एउटा मात्र आउँछ, थप अर्को जिनको लागि परीक्षण गर्नुपर्ने हुनसक्छ। सो यो सब चाहिँ टेक्निकल डिटेल्सहरू हो। त्यसैले ठ्याक्कै एउटा नमुना यति नै बेरमा परीक्षण भएर आइसक्छ भन्न चाहिँ हामीलाई पनि गाह्रो हुन्छ। अनि अर्को एउटा धेरै पटक फोन आउने, त्यो हस्पिटलमा बिरामी भर्ना हुनुहुन्थ्यो, उहाँको नतिजा के भयो, या कुनै ठाउँबाट फलानु ठाउँबाट नमुना आएको थियो त्यसको नतिजा के भयो। अब त्यसको लागि पनि मैले विनम्र अनुरोध के गरेँ भने हामीसँग एकचोटि नमुना आइसकेपछि जहाँ नमुना कलेक्सन हुन्छ त्यही त्यसलाई एउटा नम्बर दिइन्छ र नतिजा ननिस्केसम्म त्यो नमुना हाम्रो लागि एउटा नम्बर मात्रै हुन्छ। नमुनाको नतिजा आइसकेपछि जब त्यसलाई कम्प्युटरमा एन्ट्री गर्ने, रिपोर्ट एन्ट्री गर्ने बेला हुन्छ, त्यति बेला बल्ल उहाँको नाम र ठेगाना, हामीलाई ठेगाना पनि हुँदैन, नाम, उमेर आदि इत्यादि चाहिँ हामीले थाहा पाउँछौँ। त्योभन्दा अगाडि नम्बरले नै त्यसमा काम भइरहेको हुन्छ। त्यसैले यहाँहरूले प्रश्न गर्दाखेरि मैले चाहिँ कुन ठाउँको भनेर भन्न चाहिँ अप्ठ्यारो महसुस गरिरहेको हुन्छु। सो यति भन्दै मैले आजको चाहिँ यहाँ आफ्नो भनाइ यहीँ टुङ्ग्याएँ। नमस्कार।